हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। इट्स मी सरिता। वेलकम टु माई न्यू भिडियो। साथीहरू, म चाहिँ आज दिनभरि के गर्छु हजुरहरूलाई देखाउने छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। म चाहिँ बिहानै उठेर घरको सरसफाइतिर लागेँ साथीहरू। परेको हुनाले कति टाढो घाम लागेको थियो साथीहरू। मैले चाहिँ मजाले सबै आँगनहरू सफा गरिसकेँ। त्यसपछि लागे म खाना बनाउनतिर। मैले चाहिँ आज करेली र आलुको तरकारी बनाउँदैछु साथीहरू। फर्स्टमा चाहिँ मैले करेलीलाई धोएँ अनि आलु पनि धोएँ। त्यसपछि म तरकारी काट्नतिर लागेँ साथीहरू। यो चाहिँ हाम्रो आफ्नै बारीमा फलेको अर्ग्यानिक करेली हो साथीहरू। मैले चाहिँ मजाले धोएर तरकारीहरू काटेँ। मेरो चाहिँ सानो बाबु छ के साथीहरू। मेरो बाबु सुतिरहेको बेला चाहिँ मैले फटाफट तरकारी काटेँ के। छिटो खाना बनाउँछु भनेर मैले छिटो खाना बनाएँ। मेरो बाबु चाहिँ उठेर बसेको थियो साथीहरू। मैले चाहिँ बाबुलाई फकाएर मैले फटाफट खाना बनाउँदैछु। करेली, आलु, प्याज, टमाटर सबै काटिसकेँ साथीहरू। करेली काटिसकेपछि चाहिँ यस्तो देखिएको थियो साथीहरू, कति राम्रो देखिएको थियो कि। अनि म चाहिँ लागेँ तरकारी बनाउनतिर। सुरुमा चाहिँ मेथी फुराएँ, त्यसपछि प्याज मजाले ब्राउन हुने गरी भुटेँ साथीहरू। अनि त्यसपछि चाहिँ मैले आलु र करेलीलाई चाहिँ मिक्स गरेर राखिदिएँ, मजाले भुटेँ एकछिन। त्यसपछि चाहिँ मैले नुन, बेसार राखेँ अनि मसला, टमाटर राखेर एकछिन छोपिदिएँ साथीहरू। मेरो तरकारी चाहिँ यस्तो देखिएको थियो साथीहरू। हेर्दै खाउँ लाग्ने एकदमै मिठो पनि थियो। त्यसपछि म लागेँ खाना खानातिर। खाना चाहिँ एकदमै मिठो भएको थियो साथीहरू। म आफैले बनाएको खाना म आफैलाई नै मिठो लाग्यो, एकदमै मिठो भएको थियो। त्यसपछि म लागेँ पार्लरतिर। म पार्लर पुगेँ साथीहरू। त्यहाँ चाहिँ मेरो ग्रुपको कोही पनि आउनु भएको थिएन, सिर्फ म मात्र थिएँ। अनि एकजना साथीले चाहिँ बेलौती ल्याउनु भएको रहेछ। अनि हामीले बेलौती बसेर खायौँ। अनि हाम्रोभन्दा पछाडिको ग्रुपको चाहिँ मिनिक्योर पेडिक्योर भइरहेको थियो, हामीले त्यो हेऱ्यौँ। त्यसपछि म लागेँ आफ्नो घरतिर। घरमा चाहिँ हाम्रो मामा घरदेखि कति धेरै हरियो तरकारीहरू पठाइदिनु भएको थियो। मैले चाहिँ यसो भिडियोहरू पनि बनाइहालेँ साथीहरू। अनि हाम्रो करेसाबारीमा चाहिँ चिचिन्ना बेलौतीहरू कस्तो फलेको रहेछ कि साथीहरू। मैले चाहिँ भिडियो बनाइहालेँ ल साथीहरू। हेर्नु है, बेलौती कस्तो पाकेको रहेछ। मैले चाहिँ थोरै आफूले टिप्न सक्ने भरि टिपेँ। चिचिन्ना पनि फलेको थियो, एउटा मात्र थियो। हेर्नु है, कति राम्रो बेलौती, पानी चरेको, यस्तो मिठो थियो नि। मैले धेरै त टिप्न सकिनँ साथीहरू, थोरै मात्र टिपेँ। मेरो छोराले चाहिँ मिठो मानेर बेलौती खाइरहेको थियो। त्यसपछि म लागेँ बेलुकाको खाना बनाउनतिर। हाम्रो बेलुकाको खानामा चाहिँ साथीहरू करेला, बोडी आलु र दाल पाकेको थियो। मैले खाना खाएँ ल साथीहरू। थ्याङ्क यू फर वाचिङ। प्लिज डु सब्सक्राइब माई युट्युब च्यानल।